हेलो साथी, नमस्ते। यहाँहरू सबै सन्चै हुनुहुन्छ होला साथीहरू। मलाई चाहिँ अलिकति अहिले रुगा लागेर साह्रो पारिरहेको छ कि अहिले के भएर हो, पानी परेर होला। आजको दिनको सुरुवात सँगसँगै यहाँ चाहिँ मैले भिडियोहरू हालेको छु। मम्मीले चाहिँ आँपको अचार हाल्दै हुनुहुन्थ्यो अनि मेरो छोरोले चाहिँ दिनु कि दिनु आमा, म पनि खान्छु भनेर मागिरहेछ के। अनि मम्मीले चाहिँ थोरै चटाइदिनु भएको कि पुरै मुख बिगारेर सानो होइन। अनि यहाँनिर म चाहिँ नानीलाई बिहानै छ नि त, अहिले बिहानै उठ्ने बित्तिकै चाहिँ अझै म चाहिँ नानीलाई लिटो नै दिइरहेको छु के। अनि लिटो नै बनाइसकेको थिएँ अनि उसलाई पस्किँदै थिएँ। अनि ऊ चाहिँ यहाँ आमाले बनाएको अचार हेरिरहेछ मक्क परेर, उसलाई खान मन लागेर मागेर होइन। यहाँनिर लिटो पनि मैले ठिक पारिसकेको छु उसलाई खुवाउनको लागि। ऊ चाहिँ अचारबाट उठ्न आँटेन, बल्ल बल्ल भन्दा भन्दा उठ्यो। अनि त्यस पछाडि हेर्नु न अचार कस्तो दामी हालेको छु हामीले, मजाले सुकाएर अनि सबै मसला ससला लाएर मोल्दै हुन्छ। बट्टामा हाल्न बाँकी छ, बट्टामा हालेर चाहिँ सुकाउनुहुन्छ। अनि त्यसपछि 1 वर्षसम्म 2 वर्षसम्म पनि रहन्छ क्या। यसरी हाल्यो भने चाहिँ मजाले सुकाएर तेलमा मजाले डुबाएर हाल्नुपर्छ क्या। अब तेल चाहिँ बट्टाभरि हाल्नुपर्छ क्या यो हालिसकेर पनि। अनि म चाहिँ यति हेरेर चाहिँ फेरि अब नानीलाई खुवाउनु पऱ्यो नि त। नानीलाई खुवाउनलाई गएँ टिभी कोठामा। अनि मैले लगेर चाहिँ उसलाई अब खाना त खुवाउनु पऱ्यो, लिटो त होइन, खाना त अहिले होइन लिटो। अनि यहाँनिर बसाएँ अनि उसलाई फेरि फकाउनु सानो पर्दैन होइन, खाना खुवाउनको लागि चाहिँ। अनि त्यसपछि चाहिँ मैले यहाँनिर अब खुवाउन सुरु गरेँ साथीहरू। म त के मेरो नानीलाई त खाना अथवा केही नै खाँदैन मेरो बच्चाले। लिटो र खाना गिलीमा मात्रै खाने हो, त्यति खुवाउनु पनि कति साह्रो पर्छ के। अनि दिउँसो भयो अनि खानासाना खायौँ ओऱ्यौँ, उसलाई पनि खुवायौँ। अनि एकछिन सुत्यौँ आमा छोरा, फेरि उठेपछि उसको खुवाउने बेला गयो। त्यसपछि मैले अन्डा पकाइदिएको थिएँ फ्राई गरेर, अनि त्यही घेरी भातमा हालेर गोलेर चाहिँ मैले खुवाएँ साथीहरू। अनि यस्तै छ, दिन गर्मी छ होइन, मौसम यस्तो छ। आजको मौसम घाम लागेको थियो मर्ने गरी, घाम थोडा लागेको थिएन। अनि हाम्रो चाहिँ यहाँनिर लोकल कुखुरा पालेको छौँ क्या साथीहरू। अनि यहाँनिर हेर आँप हाम्रो पाक्न आँटेको छ। अनि यहाँनिर मैले चिया पकाउँदैछु। अनि फेरि माथिल्लो घर जानु पर्यो अरे कि। अनि मासतिर गएर चाहिँ एकछिन नाचेर आयो, घर ल्याएपछि त रोएर सानो होइन। अनि थ्याङ्क यू एभ्री वान। अब चाहिँ मेरो भिडियो यहीँनिर एन्ड गर्छु। सबै भिडियो त गर्न पाइँदैन नि त, बेबी छ सानो। सबैजनालाई धेरै धेरै धन्यवाद।